तपाईको नजरमा ब्यालेन्स सही कि गलत अहिलेको अवस्थामा यति मात्र भन्नुपर्छ होइन उहाँलाई मैले एकदम ठ्याक्कै सही कि गलत भनेर मूल्याङ्कन अहिले नै म गर्न सक्दिनँ अहिलेको अवस्थामा उहाँमा केही गरौँ भन्ने हुटुटी छ हुँ, होइन हुँ, केही गर्छु म नयाँ ढङ्गले स्थापित हुन्छु भन्ने एउटा क्रिएटिभ सोच छ केही गरौँ भन्ने हुटुटी छ युवाहरूको साथ उहाँले लिनु भएको छ एउटा सेलिब्रेटीको हिसाबले पोलिटिक्समा आउनु भएको छ युवाको साथ त तपाईँलाई पनि छ नि होइन छ मलाई पनि छ उहाँलाई पनि छ मलाई एक खालको युवाहरू साथ छ मलाई अलिक सङ्गठित खालका युवाहरू होइन अलिकति राजनीतिक सचेत युवाहरूको बढी साथ छ भने उहाँलाई चाहिँ असङ्गठित र सचेत नभएका भनौँ न राजनीतिक चेतना कमजोर भएको र सङ्गठित फोर्स कम छ उहाँहरूसँग हामीसँग त्यो चाहिँ त्यो छ होइन त्यसो भएको हुनाले उहाँहरूले सचेततापूर्वक पाइला चाल्नु भने उहाँको भविष्य राम्रो छ अब तर स्वतन्त्र भएर नाटकीय र चमत्कारिक ढङ्गले चुम्बकीय ढङ्गले काम गर्छु भन्ने कुरा चाहिँ दीर्घकालीन कुरा होइन बहुदलीय व्यवस्थामा दलीय सिस्टममा बाराक ओबामालाई किन दल चाहियो मोदीलाई किन दल चाहियो होइन होला एकचोटिलाईसम्म त स्वतन्त्रको अभ्यास राम्रै होला तर उहाँले दीर्घकालीन आफ्नो पोलिटिक्सलाई अगाडि बढाउने हो भने कि उहाँले कुनै स्थापित दलमा आबद्ध हुनुपर्छ कि उहाँ आफैले दल खोलेर स्थापित हुनुपर्छ